तपाईहरुको बारेमा मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज मङ्गलम पुण्डरीकाक्ष मङ्गलाय तनुहरि। हाम्रो जन्मस्थान यो बिगुटार, अहिले सिद्धिचरण नगरपालिका वडा नम्बर 7 भएको छ। जन्मस्थान यो पोखरी, यसलाई पोखरी भनिन्थ्यो पहिला। ठुलो पोखरी थियो अगाडि, हाम्रा दुईटा ठुल्ठुला घर थिए। अनि त्यहाँ आरू स्याउ नास्पातीका रुखहरू थिए। अगाडिपट्टि यो जम्मै बारी थियो सबै। यो घर पनि हामीले बनाएका थियौँ विगतमा। र यहाँ यो खुला चौर थियो, यहाँ सङ्गिनी खेलिन्थ्यो, पूजापाठहरू हुन्थे, बरपिपल थिए, चौतारी थियो। त्यो त इतिहास त मेटियो छैन यहाँ। तैपनि जलेश्वरी भगवती जो हुनुहुन्छ उहाँको साथ दर्शन गर्नको लागि आज हामी भाइ साइलो भाइ टङ्कनाथ पौडेल, कान्छो भाइ चुडामणि पौडेल र म सहित आज यहाँ आइपुगेका छौँ। सुबोध सापकोटाजीको न्यानो आतिथ्यता सत्कार स्वीकार गरेर पिताम्बर दाहाल जो समाजसेवी हुनुहुन्छ उहाँसहित हामी यहाँ भगवतीको दर्शन गर्न आएका छौँ। र यो प्रतीक्षालय जुन छ यहाँ विश्राम गरून् आउने, यहाँ तीर्थ गर्न आउने, मन्दिर दर्शन गर्न आउने, अथवा यहाँ गाविसमा काम परेर आउने बटुवाहरू हिँडेर आउनुपर्छ। यहाँ बसेर आश्रममा बसेर पानी खाउन्, यहाँ बसेर केही पत्रिकाहरू पढुन्, यहाँ बसेर चियापान गरून् भनेर कृष्ण मनोरथ प्रतीक्षालय यसको नाम दिएको छ। कृष्ण मनोरथ प्रतीक्षालयको नामले यहाँ स्थापित भएको छ। यो टाउको काटियो सर, नाम र पत्ता राखेर स्थापित गरेको छ। यो साह्रै राम्रो कुरा हो यो, हैन? प्रतीक्षालय बनाउनु एकदम साह्रै राम्रो काम गरेको छ। टङ्क सरले यस्ता यस्ता काम फेरि पनि गरिदिएदेखि हुन्थ्यो भन्ने आशा पनि छ। हामी खालि आशा गर्ने भयौँ अर्काको। अब तपाईँहरूको चाहिँ के छ त? हाम्रो पिताम्बरजी सुबोधजीको, तपाईँहरू त समाजसेवी हुनुहुन्छ, यहाँ निरन्तर बस्नुहुन्छ, कस्तो लाग्छ, के लाग्छ? हामी अर्कालाई केही दिन नसक्ने भयौँ, आफू थाप्ने मात्रै भयौँ। यो खालि हामी आशावादी भयौँ। यस्ता यस्ता काम टङ्क सरले अनि नारदमणि पौडेल सरले यस्ता यस्ता काम यी धर्मस्थलका काम गर्दै हुन्थ्यो। कहीँ कतैका बाटा गल्ली पनि बनाइदिए हुन्थ्यो, उहाँहरूकै नाउँ आउने थियो भन्ने मैले आशा गरेको छु। यो विद्यालयमा पनि एउटा सरस्वती मन्दिरको बडो खाँचो छ कि मैले केही गर्न सकिनँ। टङ्क सरले कै माध्यमबाट केही गर्न पाएदेखि हुन्थ्यो भन्ने आशा छ है मेरो। ल सुबोधजी के भन्नुहुन्छ? उहाँहरूले आफ्नो जन्मभूमिलाई एकदम भित्रै मननदेखि गरेर यहाँ आउनु भएको छ। यही ठाउँमा जन्मिनु भयो, यही ठाउँमा हुर्किनु भयो, यहीँको माटोमा उहाँहरू बढ्नुभयो। त्यसलाई सम्झेर अहिले जुन यो प्रतीक्षालय बने, अरू विभिन्न उहाँ नारदमणि पौडेलले त विद्यालयलाई अक्षय रूपमा 1 लाख पनि दिनुभएको छ। टङ्क सरले यो बनाउनु भएको छ। त्यति नभएर मन्दिर पनि उहाँले निर्माण गर्नुभएको छ। उहाँको ठुलो योगदान छ। उहाँ हामी कदर गर्छौँ, सम्मान गर्छौँ। उहाँहरू हाम्रो गुरु नै हो पहिलेदेखि, र अहिले पनि उहाँ गुरुलाई हामी सम्मान गर्छौँ। म यही भन्न चाहन्छु।